भयो अनि यसलाई हामीले रोक्न सक्दैनौँ हामीले त्यसको प्रोग्रेसन स्लो गर्नमा चाहिँ सिग्निफिकेन्टली राम्रै एचिभमेन्ट गरेका छौँ कि जस्तो भन्नाले एक्जाम्पल यदि कोही बच्चाको मैले -1 मा भेटेँ अब उसको -5 वर्षको उमेरमा 24 वर्षको उमेरसम्म जाँदासम्म उसको -10 नजाओस् कि या अब -8 नजाओस् भनेर -1 बाट -3 सम्मै रोकिन्छ कि भनेर प्रोग्रेसन स्लो गर्नलाई चाहिँ हामीले अहिले त राम्रै सपोर्टिभ एभिडेन्सेसहरू छन् जस्तो भन्नाले एउटा सामान्य चस्मा पाइन्छ जुन चस्मा मायोपिया कन्ट्रोल गर्ने चस्माहरू पाइन्छ त्यसपछि एउटा अर्थोकेराटोलोजी लेन्स भनेर छ त्यो लेन्सले पनि मायोपिया प्रोग्रेसनलाई हल्ट गर्छ अब अभियसली त्यसको प्र्याक्टिस कस्तो हुँदैछ त्यसलाई मोनिटर क्लोज गर्नुपर्छ चस्मा जस्तो सेफ चाहिँ हुँदैन अभियसली सो एकदमै राम्रो प्र्याक्टिसनरसँग जानुपर्छ वेल सोफिस्टिकेटेड ठाउँमा जानुपर्छ त्यस्तै औषधिहरू युज गर्न सकिन्छ राति सुत्ने बेलामा लगाउने एट्रोपिन 0.01 त्यसको नि स्टडीहरू राम्रो छ या अब त्यसमा कम्बिनेसन पनि गर्छौँ कहिलेकाहीँ चस्मासँग औषधि या अर्थोकेराटोलोजीसँग औषधि त्यसरी पनि गरिरहेका हुन्छौँ